तीनजना चाहिँ फर्स्ट टाइम यति टाढा सँगै आएको 9-10 पढ्दाखेरि नै क्या अब हुन्छ नि पाखरिवास जाने नाइट स्टे जाने साथीहरूसँग यताउति भन्ने त्यहाँदेखिको प्लान हो क्या त्यो चाहिँ हाम्रो फेभरेट स्पट हो मनिकालाई धेरै धेरै सम्झेको छु सेवा नमस्ते सबैजनालाई वी आर ब्याक अगेन विथ अ न्यू भिडियो फ्रम हिले अनि अहिले चाहिँ हामी रेडी हुनु आँटेको छौँ हल्का ट्याप 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 गरेर अनि हल्का लाउनै त पर्यो नि कहीँ जानु आँट्दाखेरि अनि हामी चाहिँ कहाँ जानु आँटेको भने चाहिँ टाइटल र हाइलाइट्स हेरेरै थाहा पाइसक्नुभयो होला फेरि यो भिडियोमा पनि भने हल्ला सुरु गर्न अनि हामी चाहिँ जान्छौँ पाखरिवास सो कति बज्यो अहिले 2:30 हुनु आँट्यो अनि सुरुमा जाने पाखरिवास त्यसपछि पाखरिवास हल्का घुमेर आएर चाहिँ रेस्ट गर्छौँ होला अब चाहिँ हामी टक्क मेकअप गरेको टाइम ल्याप्स सुरु हुन्छ फाइनली रेडी भइसक्यौँ अब चाहिँ हामी निस्किन्छौँ अनि हाम्रो मुनि सबैले ब्ल्याक लगाइरहेको छ अनि आफ्नो सुजहरू अनि माथि यस्तो अब चाहिँ हामी निस्किन्छौँ यो चाहिँ हाम्रो फेभरेट स्पट हुन्छ होला है दामी आइरहेछ है ल अब चाहिँ जाउँ निस्क्यौँ पाखरिवास जाँदैछु मजाको हो एकछिन भए पनि कस्तो झपक्क मजा निदाएको छु अब यहाँ हेर्नुपर्ने हुन्छ घुम्नुपर्ने हुन्छ यिनीहरू पनि घुम्छ भरे उकालो चढ्दा चाहिँ उही फ्याफ्या हुन्छ कसम ओह्रालोमा त केही छैन अहिले होइन उकालोमा चाहिँ यता चाहिँ यलम्बरको मूर्ति अनि यहाँदेखि चाहिँ इन्ट्री हुन्छ यिनीहरू चाहिँ हिँड्दैछ स्मृतिको खुट्टा नदुखायो भन्दैछ किनकि बाटो यस्तो छ क्या त्यही भएर अहिले तल झर्दा त अलिक होसियारले चढ्दा हुन्छ उकालो आउँदा त यो रुखहरू रोपेछ नि ओ पहिला यो रुखै थिएन मेरो सबै साथीहरू पनि स्न्यापर छ है स्न्यापर साथीहरू जाँदा नि स्न्याप खिच्ने के अरे स्नाइपर साथीहरू म मात्र खिच्दिनँ नि भिडियो यो ओइ त झन् टिकटकमा फेमस हुँदैछिस् होइन त्यही भएर यसले खिच्दैछ अब यहाँ भन्नुपर्छ यहाँ बिल काउन्टर छ अब बिल दिनुपर्छ बसेको छैन अङ्कल आन्टी छैन कि अहिले देखिहाल्यो भने चाहिँ माग्छ अनि त्यसपछि दिउँ न अहिले चाहिँ रहेन रहेछ त मान्छे हाम्रो चाहिँ अब इन्ट्री भइसकेको छ खोइ बोट खेल्ने भने पनि बोटमा पनि मान्छे छैन त अरू भन्दा नि बोट चाहिँ खेल्नु पर्ने हो क्या अहिले त सिजन होइन त अनि हाम्रो छेउमा चाहिँ यत्रो ठुलो के को मूर्ति छ भन्दै शिव शम्भु यहाँ देख्नु सक्नुहुन्छ आम्मामामामा हेर ओइ यहाँ पनि उयो ओइ दसैँ गइसक्यो त तर पनि फुलिरहेको छ त यसलाई हो र ए भोले भोले शम्भु यसले त जहाँ भगवान् देख्छ त्यही ढुक्दैछ आज संस्कारी अनि बिच ओ माई गॉड यहाँ चाहिँ म त यहाँ पहिला नै पनि एकचोटि पनि आएको थिएँ कि सबै उस्तै नै छ बस अहिले चाहिँ अब अलिकति यो खडेरी लाग्ने सिजन हो अनि सबै उतातिर म के भन्दै थिएँ यिनीहरूले मलाई खालि बोल्दा बोल्दै बिर्साइदिन्छ 0.5 मै छ छ त उतापट्टि अर्को बोट अर्को पोखरीमा थियो क्या अहिले चाहिँ खडेरीको सिजन हो त्यही भएर चाहिँ सबै पातहरू झरेर अलिक उराट लाग्दो रहेछ तर अलिक टाइम स्पेन्ड गर्नुलाई चाहिँ राम्रै हुन्छ अनि बोट अझै तपाईँहरू गर्लफ्रेन्ड बोयफ्रेन्ड आउनु भयो भने तपाईँलाई सुन्न पनि हुनसक्छ अब के गर्नु बोयफ्रेन्डै छैन हामीसँग के गर्नु अन्त त्यस्तै हो केही भनिनँ म यो विषयमा ओइ पानी हो देखिस् यस्तो नेचुरल पानी हुन्छ पहाडमा खान त देखेको तिनास होला नि त कहाँ देखिस् मधेसमा अन्त के हो त अनि पिकक पिकक होइन यो अर्कै हो यो चाहिँ पिकक हो नगर न यो त कस्तो खालको पापी नि हौ डाफे हो यो डाफेलाई कहाँ राख्छ हो यसरी अन्त नि हौ कि कुन हौ म डाफे चाहिँ लाग्यो खोइ कुन हो प्लिज भनिदिनुस् कमेन्टमा
चक्क लगाएर भनिदिनुहोस् यतैबाट हो नचढ्ने यार एरोप्लेन त किन नजाने युके यो किन जाने अन्त जाने बेलामा चढ्ने क्या सिधै हामी डोमेस्टिक फ्लाइटहरू गरिदिँदा सिधै निकाल्दा यो यता नि पुऱ्याइदिन्छ त के हो मिनी जू अरे अब यहाँ चाहिँ थोरै थोरै एनिमलहरू छ उयो खेल्नुपर्छ है पिङ खेल्नुपर्छ चाक्कल चुकुल खेल्नुपर्छ है पिङ त भाँचिरहेछ अहिले उयो सिजन नभएर पनि मान्छे नबसेको होला त्यस्तै लाग्यो मलाई टिकटमा किन नबसेको यहाँ थियो तर यो ठाउँलाई नै पाक्टिबास भन्छ होइन अनि पाक्टिबासमा घुम्ने ठाउँ भनेको चाहिँ यही हो क्या तर यो सिजनमा चाहिँ ओभर पिकनिक खानु मान्छेहरूदेखि लिएर सबैजना आउँछ अहिले चाहिँ अब अफ सिजन भएर चाहिँ खासै त्यस्तो भिडभाड नै छैन त्यस्तै हो सबै कुराको सिजन हुँदो रहेछ तर यतिकै भ्यूहरू हेर्नुको लागि चाहिँ राम्रै छ है यति के हेर्छौ कुकुरलाई त छोड पाइलट चाहिँ छ तर प्लेन त बन्द उही जाखोल एयर होस्टेस उही चाबी नै पो लगाइदिएको रहेछ त साँच्ची के भएर उही के भएर यो मलाई त अब उयो पो लागेको छ यो न अफ सिजन भएर होइन कि यो नचलेर गरेको कि के भएर यहाँ त खुल्ला हो त उही खोल्न कराउनु अरे क्या उही भरे खोइ नेपालको त होला नि अब हामी चढ्छौँ चियाबारीमा राम्रै आउँछ यहाँ फोटो खिचौँ एक दुईवटा अन्त चाहिँ उता परबाट हल्का भ्यूहरूको खिचौँ अनि त्यसपछि निस्किौँ ल अब त्यस्तो खासै केही पनि छैन यहाँ मैले कभर गर्नुपर्ने भिडियोमा लड्ला छैन यमा ठिक धेरै माथि नजान ठिक्क यो स्टेपमा बसौँ है हामी चिया बगानमाथि छौँ अनि यहाँ तल छ ताल हामीले के सोचेर आएको थियौँ र के भयो अनि यहाँ चाहिँ त्यस्तो धेरै मान्छेहरू हुनुहुन्न अनि त्यही भएर त्यस्तो रमाइलो चाहिँ भएको छैन तर केही पनि छैन एक दुईवटा फोटोसोटो खिच्छौँ अनि हजुरहरूलाई अब म यहाँको भ्यू देखाउँछु अब म हतार गर्दिन समयलाई समयकै काम गर्न दिन्छु पहिले जस्तो सबै बुझ्न छैन हामी तिनजना चाहिँ फर्स्ट टाइम यति टाढासँगै आएको अनि हामी हाम्रो साथीहरूलाई मिस गरिरहेको छौँ एकदमै जाडो भएर मैले चाहिँ यो लगाइसकेँ अब दुईजना हिरोइनहरूलाई चाहिँ लाउनु पर्दैन कि के हो लगाइ भरे टाउको दुखाउने केही छैन राम्रो रहेछ तर यो फुलले चाहिँ राम्रो देखिरहेछ क्या है यो रुखको हो र यो रुखको आइज न खोइ यहाँ पाक्टिबास नि एउटा बोट चाहिँ रहेछ रोडोडेन्ड्रनको अनि यता सबै हुस्से लागिरहेको छ हामी एकछिन मात्रै बसेको थियौँ पुरा हुस्से लाग्यो अब हामी चाहिँ यहाँ निस्किन्छौँ अनि हामी पाक्टिबास किन घुम्नु आएको भने चाहिँ नि हामी पहिला जब हामी कति क्लास थियौँ 9मा 10 9 नै होला है हो 9 10 पढ्दाखेरि नै क्या अब हुन्छ नि पाक्टिबास जाने नाइट स्टे जाने साथीहरूसँग यताउति भन्ने त्यहाँदेखिको प्लान हो क्या अब बल्ल बल्ल हामी अहिले 12 पास गरेको नि 2-3 वर्ष भइसक्यो त्यही पनि मनिका छैन क्या एकजना मनिका छैन अनि हामी 3 जना मात्रै छौँ मनिकालाई धेरै धेरै सम्झेको छु अब त्यसले यस्तो गर्दै हेर्दै होला नाइमा यिनीहरूको गर्दै ओइ आइज न मेरो फोन कसँग छ मलाई के थाहा मैले तँलाई दिएको होइन फेरि दिनस् मसँग कहाँ छ त तँसँग नाइमाको फोन छ हिरोइनले बोक्नु भएको रहेछ अनि केही बोल्नु पनि हुँदैन उहाँ त खै त नाइमाको फोन चाहिँ ढाड्छिस् प्र्याङ्क हान्छिस् खै यसले लुकाएको छ फिक्स खै त हान यसलाई हान बिस्तारी नै ओ बिस्तारी नै अचेल त खै यो टिकटमा बस्नु पनि हुँदैन रहेछ मान्छे 1 घन्टा जस्तो बस्यौँ होला फर्किँदा चाहिँ माग्नु हो भने दिने भनेको कोही मान्छे नै हुन्न रहेछ त्यही भएर दिनौँ स्या ओइ स्या भएन
अहिले चाहिँ हामी टक्क निस्केर तालदेखि अलिकति अगाडि आएको छौँ अनि यहाँदेखि चाहिँ यता जाने हो मुगा यताबाट चाहिँ जान्छ भोजपुर भोजपुर र खातबारी यताबाट मुगा हानेको नि गाउँ जस्तै ठाउँ नाम हो खाजा खाऊँ भनेको के हो खाजा खाउने पाउने ठाउँ हामीले थुक्पा खाने भनेको थुक्पै छैन अरे फेरि अन्त यहाँ सोधौँ छ भने खाऊँ छैन भने सिधै चल्दै मिले खाजा खाऊँ भनेर सोचेको यहाँ पाखरीबासमा तर थुक्पा नै पाइनौँ त्यही भएर अब हामी सिधै जाने हो हिले कस्तो त्यो के भन्छ धेर हुस्सेले हानेर टाउकै कस्तो भयो अन्ध्यारो जस्तो पनि भइसक्यो कति बज्यो टाइम 5 बज्दै लाग्यो भन्दा नि हुन्छ यम्मेजिङ रुम वी आर ब्याक आइसकेको छौँ अब एकछिन बस्छौँ एकछिन विश्राम कार्यक्रम हुनेवाला छ हाम्रो यसरी ढल्ने हो अब कहाँ छ कुरकुरे ए तेरो काम देखाइदिएन त्यहाँ माथि सक्छ यसरी खाने हो क्या यो जा टोइलेट जा कुरकुरे खानु आएको टोइलेट पनि नगई बसिरहेको छ उही ला सरी त्यो आधी बाटोसम्म यस्तो हुँदै आधीदेखि हुँदै नै थिएन है मेरो कपाल कस्तो आइरहेको छ होला पहिरो आज त मलाई कपालले धोका दिएको छ के गर्नु सो गुड मर्निङ गाइज अहिले चाहिँ हाम्रो मर्निङ भइसकेको छ अनि आज चाहिँ हामी फर्किने हो हिजो चाहिँ हामी पाखरीबास गएपछि आज मैले सिधै यो भिडियो कन्टिन्यू गर्दैछु अनि अहिले चाहिँ अब हामी हल्का रेडी हुन्छौँ यस्तो जाडो छ अघि त पुरा धुम्म हुन्छ थियो अहिले चाहिँ हल्का घटेको छ तर पनि यस्तो जाडो चाहिँ छ त्यही पनि मुख धुइमा हामीले जाडोमा पनि यत्रो यहाँ साइडमा पिम्पल बहुलायो यहाँ पनि पिम्पल राति ढिलो सुतेर यो चाहिँ सबैजना अल रेडी अनि अब हामी निस्किने हो टाटा वी विल मिस दिस मिरर अरू त केही मिस गर्नु छैन यही मिरर मात्रै है ए अरू त मेमोरिज ओ माई गड न्यू फोन फ्लेक्स हान्छ न्यू कभर फ्लेक्स हान्दैछ यसले के गरेको त चाहिँ है लाटी छेउमा आएर गर्दैछ फोटो खिच्ने हो कसरी थाहा हुन्छ त उसै त दिमागै छैन अहिले नि स्मृतिले चाहिँ आफ्नो स्कार्फ हराएर अनि यसको मम्मीले अब यस्तो भन्नुहुन्छ भन्दैछ अनि हामी चाहिँ चेकआउट गरेर निस्किसक्यौँ अनि गाइस त मेरो न्यू स्कार्फ त अनि मैले त्यो अहिलेसम्म हुनु त किन्नु त मैले पहिले किनेँ तर अहिलेसम्म मैले 2 टाइम्स अन्ली युज गरेको थिएँ अनि माई 2 टाइम्स अन्ली युज गरेको थिएँ अनि हो त नि त्यो नयाँ छ अनि माई हार्ट सेटर्ड अगाडि बाख्रा आउँदैछ नि डराएको अन्त यसले त अनि हाम्रो सामान यति छ यहाँ छ जाडोमा पिक विन्टरमा नि गएको थियो सुसुमा स्ट्यान्डलाई छोड्दाखेरि पनि पिक विन्टरै थियो अब म त यस्तो भएको लिटर जाडो अझै पठाउँ म त यहाँ हिलेमा पनि हुन्छु यो पालि चाहिँ नभएको पठाउँ राति तँलाई राति पठाउमा छिर्नु कसले लाग्यो त होइन अनि समुद्र दादालाई भेटेर गौतममा भेटेर उता फर्केको हो नि त होटेल अब 5 मिनटको बाटो छ होला 5 मिनटको बाटो यस्तो स्पिड कुदायो त्यो अङ्कलले 2 सेकेन्डमै अझै के भन्छ भन्न लेडिजहरूलाई त जाडो हुँदैन त भन्छ ए हो खै त्यो थाहा भएन तर मलाई चाहिँ जाडो हुन्छ है भनेर भने कि लेडिजहरूले साडी लगाउँदा उनीहरू जाडै हुँदैन यस्तो देखाइरहेको हुन्छ म छक्कै पर्छु हलाको जिउ हो कि के हो भन्यो मलाई त खाना आइसकेको छ यता फोटो यता स्टोरीको लागि गीत सर्च अब चाहिँ ज्याम खाने हो यस्तो भोक लागेको छ हामीलाई यस्तो भोक लागेको छ भोक लागेर मेरो स्वर पनि निस्केको छैन खाएको ल होइन मटर र आलु बनाउनु न धार्मिक फ्रेन्ड भन्ने किन टिकटक क्या धार्मिक फ्रेन्ड छैन टाइम तिम्रो फेभरेट
प्लेन खा हामीलाई भोक लाग्यो भयो भने अब all finished फेरि अब सेकेन्ड कुन के हो के लाटी हो त मान्छेले यसलाई के भन्छ अन्त कहाँबाट आएछ भनेर So guys, we are signing from केले हामी चाहिँ अब खानासाना खाइसकेर अब गाडी पनि भनिसक्यौँ बोलेरोमा अनि सिट रिजर्भ गरेर आयौँ अब यहाँ जान्छौँ हामी डोनट किन्नुको लागि भट्टीमा जाने हो भट्टीमा कहाँ यहाँ छ चस्मा छ होला ल अब डोनट किन्नुपर्छ यहाँ चाहिँ भट्टी छ अनि हामी चाहिँ यहाँबाट डोनट किन्छौँ अरू बेला नि मजाले यहीँबाट किन्थेँ क्या बाबाहरूसँग आउँदा पनि 50कै लाने त पनि म चाहिँ 30को मात्रै ल आन्टी किनकि मेरोमा धेरै खाने छैन पनि अझै अब एउटा 50को आहा कस्तो तातो तातो एउटा खानुपर्छ क्या हो मसँग त 1000 रुपियाँ मात्रै छ त्यही दिन्छु ल हुन्छ कहिले यो गाडीमा चाहिँ फल खानु किवी गाडी चढ्नु इभी लेखेको रहेछ तर मान्छेहरू भेटाएकै छैन खोज्दैछ हामी जान्छौँ जस्तो लागेको थिएन होइन अनि तैँले चाहिँ के आँट गरिस् त नि मैले चाहिँ के सोचेँ भने एक्कासी क्या जानुपर्छ अब हुन्छ नि त्यो दिनहरू पनि कस्तो उडास लाग्दो भइरहेको नि जाँदा होइन त अब साथीभाइ पनि छैन दोकान गएको होइन अनि होइन जानुपर्छ जस्तो के होस् भनेर हुन्छ नि पैसा गए पनि हो गओस् नभए पनि नहोस् म्यानेज गर्ने एनी हाउ टाइपको भएको छ क्या मलाई त्यति बेला मलाई त्यस्तो भएको छ मलाई चाहिँ भने तिमीहरू भोलि जाने रे 6-7 बजीसम्म पनि टुङ्गो भएको छ तिमीहरू जाँदिनस् भने त भयो 8-9 बजे प्लान अल्ल जाने मेन त यो हो नि यो हिरो नि म्यासेज नहेर्ने काहीँ नभएको यसलाई त म त यसको बेउरा सम्झिँदा त घरिघरि त त्यही मुन्टाउनु मनपर्छ कि म त आज आउँछु नि लागिरहेको आउनु चाहिँ ठिकै छ कति वर्ष अगाडि भोलि पनि साला छिटो हुनुपर्ने कति वर्ष अगाडिदेखिको प्लान सक्सेसफुल पर्सन सक्सेसफुल भोलि त बिहान 5 बजे उठ्नु रे हौ किन के पूजा रे दुईवटा टाउको एउटा जिउ जस्तै ओढिरहेको छु यता मैडमलाई फेरि झ्यालको सिट चाहिन्छ मैडम मेरो मम्मी खिचे भन्न चीज बनाई हामी चाहिँ गाडीमा चढिसकेको छौँ हेरिराखेँ त चाहिँ अर्काको छोराछोरीलाई ल बल्ल गाडी हिँड्यो यार होइन अघि बरु पठाइदिनु होइन यत्रो अन्त नि काहीँ नभएको हामी अघि बसेको यो ड्राइभरले त ओभर गद्दारी गर्यो थर्काइदियो अरे हामी अर्को गाडीमा हालिदियौँ अनि हामी अहिले बस्ने बित्तिकै हिँडाइदिइहाल्यो गाडी 1 बज्यो हामी धनकुटा आइपुग्यौँ आज कस्तो राम्रो लागिरहेछ हौ मलाई यो झ्याल खोल्दैन नि हिजोभन्दा अलिक लेस्बियन राति के गरेन धन्द साला उसले फोन चलाउनु परेको भएर चलाउँछ होला कि रातभरि मलाई यत्रो आवाज हौ कति चलाएको त कति चलाएको अरे सुत्नु छ अरे राति सुत्ने टाइममा फोन चलाउँछ हिरोनी भएर टाइम लिमिटले गर्दाखेरि बिच बाटोमा बस्नु परिरहेको छ अब मलाई आज बेलुका नि निन्द्रा लाग्दैन होला यार बोलेर एउटा मात्रै गरिदिनु अङ्कल एउटा मात्रै रान आइपुग्यौँ यस्तो निन्दा लगाएर आउने बेलामा कस्तो धप्प निन्दा लागेको है तर अलिकति भए पनि निदाएर आइयो नि कुचिँदैन त नि सबै सामान एकअर्काकोमा सार्दै मेरो पनि बाँध्दै है ओइ हेरिदिनुहोस्
सक्यो हाम्रो ट्रिप सक्यो अब फाइनली आफ्नै रुममा एकदमै टायर्ड फिल भइरहेको छ र अहिलेसम्म हिजिन बाइकमा धेरै धेरै धन्यवाद भन्दै अर्को भिडियोमा भेटौँला सो टिल देन बाई गाइज लभ यु अल बाई